हाम्रो परापूर्वकालदेखिको पानी खाने धारो नै यही थियो नि। अहिले पो ढुङ्गे धारो आयो होइन, कल धारो आयो, मेलम्ची आयो, पानी खान पायो। नत्र भन्दा पानी हुने चिज यही दुईवटा धारोको थियो हाम्रो। जात्रा भन्छ भैरव धारा भन्छ यसलाई। गणेशलाई बेलुका रथ उठाएर यहाँ ल्याएर छ नि माथिल्लो ढाँडा गणेश राख्छ होइन, त्यसलाई पूजा गर्छ, मुख धुन्छ। यहाँ ल्याएर दोस्रो भैरवलाई यहाँ मुख धुन ल्याउँथ्यो। यो 3-4 तहको छ यसरी है। यो सबै पुरेर लगेर त्यो जुन 28 सालमा त्यो चक्रपथ बन्यो, त्यो बेला त्यहाँबाट उताबाट आएको पानी चक्रपथ बनेदेखिको यो धारो चाहिँ सुकेर गएर अनि बन्द हुँदा हुँदा आज पुरेर फेरि अहिले चाहिँ यसको दिन आइपुग्यो। काठमाडौँ महानगरपालिका वडा नम्बर 7 स्थित गङ्गाहिटी पुनर्निर्माण गर्ने क्रममा त्यो गङ्गाहिटी मार्गमा नै भैरवहिटी पनि छ भन्ने कुरा चाहिँ त्यहाँका स्थानीय र जनप्रतिनिधिहरू, वडा नम्बर 7 का जनप्रतिनिधिहरूले चाहिँ हामीलाई जानकारी गराउनु भयो र सोही जानकारी अनुसार चाहिँ यहाँबाट हाम्रो इन्जिनियरहरू सहित हामी गएर हेर्दाखेरि त्यहाँ चाहिँ अहिले चाहिँ 2 तले घर, पक्की घर नै चाहिँ थियो र त्यसकै तल चाहिँ जमिन मुनि चाहिँ पुरिएको अवस्थामा चाहिँ भैरवहिटी छ भन्ने कुरा जानकारी भइसकेपछि त्यहाँका जनप्रतिनिधि, स्थानीयहरू, टोलवासीहरू सबैजनाले चाहिँ छलफल गरेर यसलाई चाहिँ अब यो हटाउने संरचना जुन अहिले छ त्यो संरचना चाहिँ भत्काएर त्यहाँ चाहिँ उत्खनन गर्ने काममा चाहिँ सहयोग गर्नुभयो त्यहाँको जनप्रतिनिधिहरूले, स्थानीयवासीहरूले। त्यसपछि हामीले त्यो गङ्गाहिटी पुनर्निर्माण गर्ने उपभोक्ता समिति मार्फत नै त्यो घर भत्काउने काम पनि गरियो र त्यसपछि उत्खनन गर्न चाहिँ यही चैत 10 गतेदेखि चाहिँ हामीले हाम्रो श्रम ब्याङ्कबाट राखेर चाहिँ काम सुरु गऱ्यौँ, उत्खनन गर्ने काम सुरु गऱ्यौँ र उत्खनन गर्ने क्रममा चाहिँ त्यहाँ साँच्चीकै भैरवहिटी नै ढुङ्गे धारा नै चाहिँ फेला पर्यो र वरिपरि चाहिँ मापा त्यो इँटाको चाहिँ पर्खाल पनि भेटियो र हामीले हाम्रो अभिलेखहरू, पुरानो अभिलेखहरूबाट चाहिँ के थाहा पायौँ भने त्यो चाहिँ 18औं शताब्दीमा बनेको चाहिँ ढुङ्गे धारा हो र 1940 मा चाहिँ त्यो पुनर्निर्माण गरेको भन्ने कुरा चाहिँ पाइएको छ र यसलाई चाहिँ अब यो पुरै उत्खनन गरिसकेपछि चाहिँ हामी पुरातत्व विभागसँग पनि समन्वय गरेर त्यसपछि यसलाई चाहिँ कसरी हामीले चाहिँ अब फेरि पुनर्निर्माण गर्ने, यसलाई चाहिँ पुनर्जीवित गर्ने कुरामा चाहिँ हामी काम अगाडि बढिरहेका छौँ। यहाँ योभन्दा तलसम्म खाल्टासम्म देखाएँ मैले, पानी देखाएँ अहिलेभन्दा 30-32 वर्ष अगाडि। मेरो उयो छोरी भर्खर बसेको हुँदाखेरि यत्रो पानी देखाइदियो, मैले पनि देखेँ बजारमा यहाँको देउता मन्दिर खोइ कताबाट मूर्ति हेर्दाखेरि राम्ररी पानी आउँथ्यो कति 30 वर्ष अगाडि भयो।